हेलो साथीहरु नमस्कार है दर्शकहरु नमस्कार। फेरि एआई भन्नु होला नि त, भिडियो हेर्नु होला। म यति बेला यो दुम्लिङ चाहिँ देखिदैन, नेपालका नेताहरूले चाहिँ टावर बनाएर त्यहाँ 5G फिलिलिली छ नि त, त्यही भएर यता यो डाँडोमा आएर त्यो दुम्लिङ यतापट्टि यो भन्दा पारिपट्टि छ, उतापट्टि देखिन्न। अनि यहाँ आएर तपाईहरुलाई लाइभ कुराकानी गरिरहेको छु। यता आउँदाखेरि देखियो ठुला ठुला मिडियाहरूले हर्क सम्पाङले महाकालीको नाममा चन्दा उठाए, घट्टे खोलामा चाहिँ पुल बनाए है भन्ने चाहिँ यसा कुराहरू देखिरहेछु है। यसैबारे मैले जानेको प्रश्न पारिहालौँ भनेर लाइभ आएको छु। सबैले एक लाइक गरेर शेयर गरिदिनु होला। के हर्क सम्पाङले महाकाली नदीको नाममा चन्दा उठाएर घट्टे खोला भन्नुभयो? तपाईहरुको मैले प्रश्न भनिरह है। फेरि वास्तविकता के हो म बताउँछु एकैछिनमा। लाइभ है। फेरि यो एआई पनि होइन, एडिटिङ पनि होइन, सबै 3 करोड नेपालीले यो जानकारी पाउनु पर्यो। एक शेयर गर्नु होला, सबैमाझ पुगाइदिनु होला। के हो त वास्तविकता? यहाँहरुलाई म पारी यता यता यो इन्डिया देखाउँछु, यो नेपाल देखाउँछु, म कहाँ छु, पानी परिरहेको छ। यहाँ आइसकेपछि मैले तपाईहरुलाई प्रश्न पार्नै पर्छ र यसै कारणले गर्दाखेरि लाइभ आएको छु। सबैले शेयर गर्नुहोस् है, सबैले शेयर गर्नुहोस्। ल 2 मिनेट जति हुन लाग्यो, जम्मा 50 जना मात्र पुग्नु भएको छ। 5000ले हेरोस् न यो प्रत्यक्ष लाइभ। साथीहरु तपाईहरुलाई म भन्न चाहन्छु, म यति बेला दुम्लिङको यो 4G डाँडा नै नाम राखेको छ। दुम्लिङमा नेटवर्क चल्दैन, एनटिसी को टावर छैन र त्यहाँका नागरिकहरू नेट चलाउनको लागि र फोन गर्नको लागि यही डाँडोमा आउँछन्। तपाईहरुलाई म देखाउँछु है। यहाँ हेर्नुहोस्, यो डाँडोमा यस्तो चाहिँ बाघ लाग्ने डाँडो अर्थात् भालु लाग्ने डाँडो हो है। यो हेर्नुहोस्, यो हेर्नुहोस्, यस्तो चाहिँ डरलाग्दो डाँडोमा आएर चाहिँ कन्ट्याक्ट गर्नुपर्छ। सुरुमै मैले यो जानकारी गराएँ है तपाईहरुलाई है। अनि यही ठाउँमा आएर मैले तपाईहरुलाई प्रश्न पारिरहेको छु। हर्क सम्पाङले महाकालीको नाममा पैसा उठाएर घट्टे खोलामा पुल बनाउँदै गरेको कुरा कति हाँसो उठ्दो कुरो के साथीहरु। म तपाईहरुलाई भन्छु, सुरुमै हर्क सम्पाङले महाकालीको नाममा चाहिँ पैसा देऊ म पुल बनाउँछु भनेको होइनन्। उहाँले त दार्चुलाको एउटा भिडियो देख्नुभयो, नानी तर्दै गरेको। त्यो भिडियोलाई देखिसकेपछि म दार्चुलामा पुल बनाउँछु भने हिजो पनि स्टेटस लेखे, महाकालीको नदीको पुल हटाएर के अरे तुइन हटाएर पुल बनाउँछु भनेका छन्। के गलत भने त? अनि अहिले नै एकै दिन हिजो मात्र पुगेका छन्, आज बनाएर तपाईलाई फिलिलिली दिनुपर्ने? कस्तो आणे कुरा गर्नुभयो के साथीहरु। फेरि म यस्तो मान्छे कि होइन, अब यथार्थ कुरो त बताउनु पर्छ। फेरि हर्कको झोले भन्नुहुन्छ होला, अगाडि चाहिँ तपाईको राष्ट्रसभाको भन्थे, त्योभन्दा पहिले माओवादीको भन्थे, कतिपय अवस्थामा चाहिँ एमालेको भन्छन्। तर त जब जोसुकैको झोले भए पनि यथार्थ कुरो त बताउनु पर्यो नि, त्यसैको लागि। र महाकालीको नाममा पैसा उठाएर घट्टे खोलामा पुल बनाइरहेका होइनन्। उहाँले दिनेश धामीकी छोरी तुइन तर्दै गरेको खोलामा 4-5 जनाले ज्यान गुमाइसकेका छन् र त्यहाँ चाहिँ सुरुमा पुल बनाइरहेका छन्। यसपछि महाकाली नदीमा यहाँ देखाउन मिल्दैन के लाइभ। फेरि लाइभ देखाउन मिल्दैन, भिडियो एडिटिङ गर्नुपर्छ। एडिटिङवालामा विश्वास गर्नु पर्यो। विश्वास छैन भने तपाईहरु यही आउनु पर्यो र हेर्नु पर्यो ढाँटा रहेछन् कि के रहेछन् भन्ने कुरो। यहाँबाट फेरि तपाईलाई म देखाउँछु ब्याक क्यामेरा गरेर। यहाँ हेर्नुहोस्, यहाँ देखिन्न, त्यो देखिने पारिपट्टिको इन्डिया हो। त्यो पनि महाकाली नदी होइन, इन्डियाको खोला हो। यतापट्टि चाहिँ महाकालीको नदी पर्छ है। अनि चाहिँ अब कुरा के रह्यो साथीहरु, यहाँको समस्या म तपाईहरुलाई बताउँछु। हर्क सम्पाङ कुन बाटो भएर यहाँ पुगे त? यो दुम्लिङमा तपाईहरुलाई म ब्याक क्यामेरा गरेर देखाउँछु। र अब आजै चाहिँ अहिले भर्खरै मात्र शेरबहादुर देउवा र आर्जु राणा देउवा पक्राउ परेको कुरा छ। शेरबहादुर देउवा 5 पटक प्रधानमन्त्री भएका हुन् र उहाँकै यो प्रदेश अन्तर्गत पर्छ दार्चुला जिल्ला। अनि चाहिँ संवेदनशील जिल्ला पनि हो। यो महाकाली नदी बीचमा भयो साथीहरु। ल हेर्नुहोस् है, यो लाइभ। फेरि यो एआई पनि होइन, अहिलेको जमाना अलिकति ढाड्ने जमाना पनि हो के है। अनि पारिपट्टिको चाहिँ तपाईको यहाँ आँखा लगाउनुहोस् है। आँखा छन् कि छैनन् तपाईहरुको? यो हेर्नुहोस् है। आलोचना गर्ने साथीहरु, फेरि ठुल्ठुला मिडियाहरूले समाचार बनाउनु भएको छ। यो लाइभ हेर्नुहोस् है तपाईहरु, लाइभ हेर्नुहोस्। लाइभ देखाइरहेको छ। यो इन्डियाको बाटो हो। यो चाहिँ कति लेनको छ आफै नाप्नु होला त्यहाँबाट। फेरि मैले यति भनेपछि फेरि चाहिँ हरिले यो भन्यो भनेर भन्नु होला। यो यहाँ मात्र होइन, यो इन्डियाले बाटो बनाइरहेको। यो चाहिँ यही बाटो भएर यहाँ यतापट्टिबाट अहिले कुइरो लागेको छ साथीहरु। त्यो चाहिँ हाम्रो लिपुलेकसम्म उसले चाहिँ
पिच बाटो बनाएर त्यहाँ चाइनासँग व्यापार पनि गर्न थालिसकेको छ। अब कुरो चाहिँ हाम्रोतिर आऊ, हाम्रोतिर है, हाम्रोतिरको बाटो देखाउँछु तपाईँहरूलाई। हामी कुन बाटो भएर आएका हौँ, हाम्रो बाटोको हालत कस्तो छ भन्ने कुरा देखाउँछु। यो भिडियो लाइक गरेर सेयर गर्नु होला। हर्क सम्बाङले महाकालीको नाममा पैसा उठाए अनि घट्टे खोलामा पुल बनाउँदैछन् भन्ने कुरा प्रष्ट पारिरहेको छु। मैले जाने बुझे अनुरूपको म यही छु, अन द लाइन है। यही चाहिँ तपाईँको सम्बन्धित ठाउँमा छु, टावर आउने ठाउँमा छ है। फेरि त्यो सम्बन्धित ठाउँमा नेटवर्क आउँदैन, त्यसको मैले कसरी ग्यारेन्टी लिने? इन्डियन सिम लिएको थिएँ, त्यो पनि चलेन है। अब चाहिँ तपाईँहरूलाई म नेपालको बाटो देखाउँछु। सबैले एक लाइक गरेर सेयर गर्नु होला है, एक लाइक गरेर सेयर गर्नु होला। 5 मिनट के अरे 6 मिनट भइसक्यो। अब जम्मा 500 जनाले मात्रै के अरे 400 जनाले मात्रै हेरिरहनु भएको छ। यहाँ तपाईँहरूलाई म नेपालको बाटो देखाउँछु। यो चाहिँ नेपालको बाटो, यो हेर्नुहोस् है, यो नेपालको बाटो, यो नेपालको बाटो, यो नेपालको बाटो, यो नेपाली सेनाले निर्माण गरिरहेको यो एरियामा चाहिँ तपाईँको यो एरियासम्म चाहिँ गाडी पुग्छ यहाँ अहिले नेपालको तर्फ। त्यहाँबाट हिँडेर वारी आएर चाहिँ दुम्लिङ पुग्न सकिन्छ है। अनि अर्को चाहिँ यो दुम्लिङ पुग्ने बाटो भने यो पनि बाटो हो। यो जुन डाँडामा चाहिँ म छु नि त, यो डाँडामा भएर पनि हामी दुम्लिङ पुग्न सक्छौँ है। अनि चाहिँ अब कुरा रह्यो हर्क सम्बाङले दार्चुला आएर तपाईँहरूलाई धेरै बिगारे फेरि होइन। अनि चाहिँ महाकालीको नाममा चन्दा असुल्यो अनि चाहिँ तपाईँको घट्टे खोलामा पुल निर्माण गरे। घट्टे खोलामा हैनन् है, बताइदिन्छु म तपाईँलाई, काठे दुम्लिङमा हुन्। नाम त राम्रोसँग लेख्नु न हो। काठे दुम्लिङ भन्ने छ क्या। फेरि काठे दुम्लिङ गाउँ छ। दुम्लिङमा 4वटा गाउँ छन्। चौरा गाउँ छ, मल्लो दुम्लिङ छ, तल्लो दुम्लिङ छ। कहिले बुझ्नु भएको छ? आउनु भएको छ यहाँ है? यहाँ प्रत्येक 6 महिनामा आउँछु म। प्रत्येक बेला यहाँको समस्या तपाईँलाई थाहा छ नि। 2050 यता 35 जनाले ज्यान गुमाए भनेर लेख्ने मनै हो। न्युज 24 मा तपाईँहरूले देख्नु भएको होला नि त, त्यो समाचार देख्नु भएको थिएन है? यही खोजेर हो, त्यति मात्र रहेनछन्, धेरै मान्छेहरू मर्या रहेछन् यहाँ त। हरेक मान्छेहरू जब चाहिँ हर्क सम्बाङ यहाँ पुग्नु भयो नि, कति रुनु भयो, कस्तो महसुस गर्नु भएको छ उहाँले है। यस कारणले गर्दाखेरि म के भन्न चाहन्छु भने, यदि तपाईँ दार्चुलामा काम गर्न चाहनुहुन्छ, श्रमदान गर्न चाहनुहुन्छ भने यो त दुम्लिङको कुरा मात्र हो। अब चाहिँ तपाईँहरूले यही वर्ष 2082 को फागुन 21 गतेको चुनाव बहिष्कार गरेका छन् नागुका जनताहरूले। त्यहाँ पनि बाटो बनाउनु छ, त्यहाँ पनि पुल बनाउनु छ। मैले नै त्यहाँको कुरा उठाएको, न्युज 24 मा देख्नु भएको छ होला, गतिशीलमा पनि तपाईँहरूले देख्नु भएको थियो होला। र त्यहाँ बनाइदिनुहोस् अनि म तपाईँको झोली बन्न तयार छु। फेरि आउनु होला है, सक्नुहुन्छ। अनि त्यत्तिकै चाहिँ वायात रूपमा चाहिँ आलोचना मात्र गर्ने अधिकार पनि हुँदैन के साथीहरू। यो चाहिँ हावा भनौँ नि त, यो चाहिँ भ्रम फैलाउने चाहिँ यस्ता नराधमहरूलाई अधिकार पनि हुँदैन जस्तो लाग्छ मलाई। तर अब नैतिकता नै छैन भनेपछि अब गर्ने नै हुन्। ठिकै छ, म त्यसमा चाहिँ केही पनि भन्दिनँ। अब कुरा रह्यो बालेन सरकारको। ठिकै छ, केपी ओली जेल गए। अब आज चाहिँ शेरबहादुर देउवाको लागि पक्राउ पूर्जी जारी गर्नु भएको छ। प्रचण्डको सम्पत्ति छानबिन गरिरहनु भएको छ बालेन सरकारले। तर बालेन सरकारलाई मेरो अनुरोध छ, बालेन सरकार, तपाईँको गरिबीको रोइदिने कोही छैन है। के चमेली भन्ने एउटा गीत थियो नि त हो। अब चाहिँ यो देखिन्छ, यो बजेटमा देखिन्छ। इन्डियाको बाटो हेर्नुहोस् साथीहरू, फेरि म तपाईँहरूलाई घुमाएर क्यामेरा घुमाएर देखाउँछु। इन्डियाको यस्तो छ, फिलिली बाटो छ, पिच बाटो छ। हाम्रो यतातिर यस्तो छ हेर्नुहोस्, हिँड्नै पनि गाह्रो छ। अनि यो सडकमा बजेट हाल्नुहोस्। नेपाली सेनाले निर्माण गरिरहेको सडक हो यो, नेपाली सेनाले निर्माण गरिरहेको सडक हो यो हेर्नुहोस्। यो नेपाली सेनाले निर्माण गरिरहेको सडक हो। यो सडकमा बजेट हाल्नुहोस्। बजेट हालेर मात्र म तपाईँलाई प्रधानमन्त्रीको बधाई दिनेवाला छु। अगाडि पनि दिएको छु नि त। अब चाहिँ प्रधानमन्त्रीज्यू तिङ्कर सडकमा अत्यधिक बजेट, छाङ्ग्रु तिङ्करसम्म पुग्ने गरेर बजेट हाल्नुहोस् है। उहाँका समर्थकहरूलाई पनि भने मैले, पुराना दलहरूको त कुरै छोडिदिनुहोस्, उहाँहरूले त गरेनन्। अब नयाँहरूले के गर्छन् हेर्न बाँकी छ है। अनि हर्क सम्बाङले के भनेका छन्, अहिले चाहिँ काठे दुम्लिङमा फेरि घट्टे खोला भनिरहनु भएको छ नि त। घट्टे खोला होइन, त्यो अलि तल पर्छ के, बताइदिएँ मैले तपाईँलाई। अनि हिजो मैले नै तपाईँको उद्घाटनका फोटो भिडियोहरू हालेर तिनीहरूलाई काटेर महाकालीको नाममा चन्दा अनि घट्टे खोलामा पुल भनेर भन्नु।
काठे दुमलिङमा पुल हो, काठे दुमलिङमा। अझै सुन्नुहोस्, काठे दुमलिङमा पुल बनाउँदैछन् अर्को सम्पाङ। बिहानदेखि श्रमदान गरिरहेछन्। म त्यहाँको रिपोर्टिङ गरेर भिडियो हालौँ भनेर यो डाँडोमा आएको है। यहाँ त देखिरहेको छु ठुल्ठुला मिडियाहरूले अर्क सम्पाङले ठगे रे भन्नुभएको। म फेरि चाहिँ उहाँको मैले भने गलत कामको उहाँकै विरोध गर्छु, फेरि मतलब छैन। तर एउटा राष्ट्रिय पार्टीको संसदीय दलको नेता दार्चुलामा आएर हामीले उठाउँदै गरेका यी यहाँका घटनाहरूलाई एकदमै गहिरो तरिकाले सम्झेर काम गर्नुहुन्छ भने हामीले सेल्युट ठोक्नुपर्छ। अर्क सम्पाङले आजसम्म भनौँ जो बोले जो गर्छु भनेर भनेका छन्, सेल्युट ठोक्छौँ है। धेरै धेरै गर्व छ उहाँप्रति। के भन्नुहुन्छ तपाईँहरू? गलत कामको होइन है, राम्रोको लागि। उहाँलाई माटो दुख्ने रहेछ, साँच्चीकै दुख्ने रहेछ नि। तपाईँहरू आउनु न यता। मैले देखेको पोहोर साल यो गतिशीलको माथि चाहिँ त्यो पिन गरिदिएको छु। यहाँका प्रधान सेनापति, यहाँका रक्षा मन्त्री, भौतिक पूर्वाधार मन्त्री, यहाँबाट निर्वाचित सांसद दार्चुला हेलिकप्टरमा आयो, भर्र चाहिँ उडेर चाहिँ माथि जाने। अनि हामीले कालो झन्डा देखाएका थियौँ, कालो झन्डा देखाएका थियौँ। तपाईँहरू चाहिँ यहाँ सडकमा चाहिँ बजेट नहाल्ने अनि चाहिँ हेलीमा आएर राज्यको पैसा दोहन गर्ने है। के भन्ने साथीहरू, अब प्रष्ट हुनुभयो नि। मैले यो एआईबाट त बनाइरहेको छैन कि, फेरि चेक गर्नु होला। फेरि एआई होइन है। उतापट्टि पारिपट्टि इन्डिया, वारिपट्टि नेपाल। अर्को सम्पाङ देखिया छैनन्, उतापट्टि छन्। मैले चाहिँ यहाँको समस्या यो डाँडोमा आएर चाहिँ लाइभ के अरे भिडियो अपलोड गर्नु भनेर आएको, अनि यहाँबाट त तपाईँहरूलाई बताइरहेको छु। कमसेकम यहाँसम्म त नेट चल्ने बनाइदिएको छ, सरकारलाई धन्यवाद है। अब यसपछि चाहिँ यहीँनिर टावर राख्यो भनेपछि दुमलिङमा अब फोन लाग्न सक्छ। मैले यहाँहरूलाई यही अनुरोध गरेँ। कस्तो लाग्यो नि साथीहरू? अब भीम उपाध्याय काका बाजे पनि हेरुन् है, लालीगुराँस के अरे त्यो पनि हेरोस्, नेपाल प्रेस पनि हेरोस्, अनलाइन पनि हेरोस्। तपाईँ जति पनि छौ नि आउनुहोस् हो। तपाईँहरूलाई स्वागत छ दार्चुलामा। म तपाईँहरू दार्चुलामा आउनुहुन्छ नि, म केही पनि माग्दैन, मेरो आफ्नै पैसामा आउँछु, तपाईँहरूको झोले बन्छु के। आउनुहोस्, आए भन्छु के, आउनुहोस् यता। दार्चुलामा स्वागत छ, यस्ता ठाउँहरूमा स्वागत छ है। अनि यस कारणले गर्दाखेरि म भन्न चाहन्छु के अरे अब भ्रमको पछि नलाग्नु होला। महाकाली नदीमा पनि पुल बनाउने कुरा छ। अहिले काठे दुमलिङमा जहाँ त्यो बहिनीले तुइन तर्दाखेरिको जो भिडियो थियो त्यहाँ बनाइरहेका छन्। र यो चाहिँ राङथलसम्म मात्र यो बाटोमा गाडी चल्छ, त्यहाँ त्यसपछि हिँड्नुपर्छ। यहाँ पनि बन्छ। अहिले चाहिँ जो 2082-83मा के अरे सेनाको लागि सेनाले काम गरिरहेको बाटोमा 1 करोड सडकको ट्र्याक ओपन गर्न हालेको थियो है ओली सरकारले। अनि 5 करोड चाहिँ के अरे त्यो सेनाको घर बनाउनको लागि। सेनाले भन्यो हामीलाई घर चाहिन्न, हामी बाटोमा काम गर्नको लागि आएका छौँ, बाटो बन्नुपर्छ। रोकाएको थियो फेरि त्यो है। त्यही बेला चाहिँ सेनाले फाइल अगाडि बढाउँदाखेरि वास्तै गर्नु भएको थिएन। बल्ल तल्ल अब बालेन प्रधानमन्त्री भएको 1 हप्तामै भनौँ यहाँका मान्यले पनि कुराकानी गर्नुभएको थियो। लगायत सबैले चाहिँ यहाँबाट खबरदारी गर्दा अर्को सम्पाङको टिम यही चैत्र 7-8 गते यता पुग्दा है, यहाँबाट यो बुलन्द आवाज चाहिँ संसारभरि जाँदा अहिले चाहिँ त्यो रकमान्तर भएर अब दुमलिङसम्म बाटो पुगाउँछौँ भनेर सेनाले पनि भन्नुभएको छ। अब के हुन्छ हेर्दै जाउँ। यो लाइभ देखाएको तपाईँ विश्वास गर्नुहुन्न भनेर है, र हेर्नु होला, बुझिहाल्नुभयो। अब महाकालीको लागि चन्दा उठाएर कहाँ बनाउँदै गरेका रहेछन्, किन बनाउँदै गरेका रहेछन्। यस कारणले गर्दाखेरि यो भिडियोलाई जानकारीका लागि सबैले एक लाइक गरी सेयर गरी सबैमाझ पुगाइदिनु होला है। हस्, बाइ। गतिशीलमा हरिप्रसाद जोशीमा हरेक अपडेटहरू हेर्नको लागि पेज फलो गर्नु होला, भिडियो लाइक गरेर सेयर गर्दै गर्नु होला फेरि है। यही भन्न चाहे। हस्, बाइ।